हेर्नुहोस् न यो 2026 को आमामामा यो यस्तो पहिलो छ साथी हो। यो सबै यो गाडी नै ढाकिरहेछ। अब यो सबै यो सोर्नुपर्ने हेर्नु साथी। हिजो सोर्नु भएन नि आज सोर्नु। यति समस्या रहेछ यो भने आम्मा छ यो मिसिनले पनि सोरिन्छ। तर मैले अब यो ठाउँमा मिसिन चाहिँदैन होला भनेर सोचेँ। तर अहिले मैले सोच्दै गर्दा मिसिन चाहिँ इमर्जेन्सी राख्नुपर्ने छ घर। पहिला मेरो मिसिन थियो, म अर्को ठाउँमा बस्थेँ पहिला, धेरै हिउँ पर्थ्यो नर्थ डेकोटा भन्ने ठाउँमा। अहिले चाहिँ यो मेरो बसेको ठाउँ यो युनाइटेड स्टेटको पेन्सिल्भेनियाको क्यास्टल भन्ने ठाउँमा हो साथी हो। यस्तो हिउँ पऱ्यो हेर्नुहोस् साथी। रुखलाई छोप्ने गरी हाल्नु पऱ्यो यहाँ भन्दा उता गाडी कुदाउनको लागि पनि साथी हो। प्रकृति भनेको यस्तो हुन्छ कि आफ्नै घरमा हेर्नुहोस् त यहाँ यस्तो धेरै हिउँ परिहाल्छ साथी हो। यो कहिले यहाँ हेर्नुहोस् है यसरी आमामामा कुदाउँछु नि हेर्नुहोस् न यस्तो हजुरहरूलाई पनि यस्तो हुन्छ प्रकृति भनेर मुनि भन्न मन लाग्छ। पहिले पनि यो ठाउँमा हिउँ परेको थियो अरे भन्ने कुरा सुनेको थियो। हामी चाहिँ धेरै हिउँ आएको कारणले गर्दाखेरि यस्तो ठिकै हुन्छ होला भन्ने सोच्छु साथी। अब चाहिँ सबैजना तपाईँ हामी चाहिँ होला त्यही टाइम कि त्यसले गर्दा हेर्नुहोस् न आफ्नै घरमा हेर्नु घरैमा आफै गाडी यहाँ ट्रक यता भाँसिरहेछ। यता सानो टुपुरो श्रीमतीको गाडी भाँसिरहेछ। यता केही देखिँदैन परसम्म हेर्नुहोस् साथी। सेतो 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 आँखा सेता भयो। चाहिँ हेर्नु चाहिँ सेतो चाहिँ हेर्नु चाहिँ सेतो यस्तो छ साथी। हेर्नु डल्ला मलाई हराट रिलो हेर्नु साथी हो। यस्तो आफूलाई खानु नसकिने हिउँ आएपछि अब के चाहिँ कसो गर्ने र। प्रकृति भनेको के साथी हो। प्रकृति रहेछ आउने भनेपछि आउने हो। अब हेर्नुहोस् त साथीहरूलाई मैले सुनेको थिएँ अमेरिकाको ल्यान्कास्टर भन्ने ठाउँमा हो साथी हो। पेन्सिल्भेनिया ल्यान्कास्टर भन्ने ठाउँमा यस्तो गरी पऱ्यो कि हेर्नुहोस् न यहीँ। हजुरले चाहिँ लाइक र कमेन्ट गर्नु चाहिँ पक्का नभुलिनुहोस् साथी हो। यति चिसो ठाउँमा बसेर पनि हजुरहरूलाई म भिडियो देखाउँदैछु यस्तो हुँदो रहेछ भनेर नभुलिनुहोस्। लाइक र कमेन्ट गरिदिनु मलाई केही चाहिँदैन। हजुरहरूको लाइक र कमेन्ट भयो मलाई पुग्छ। यस्तो साथी सामा बसेर हेर्नुहोस् त यो आमामा आएको मान्छे गाडी पार्किङ भन्ने पनि बेच्न सकिन्छ छैन। बल्ल डुम्बो लाग्छ अन्तिममा यो हेर्नुहोस् साथी हो। कस्तो मात्रै भइदिन्छ नि यो अनि तिमीमा चिसो हावा आउँदा हेर्नुहोस् त। बाफ्रे मेरो छिमेकीले मिसिनले सोध्दैछ पर देख्नु भयो होला। आम्मामा यहाँ हेर्नु साथी सबै मैले सोधिसक्नु। यहाँ हेर्नु म हिँड्दाखेरि आम्मामा यो हजुरहरू नजिकैमा यता कता हुनुहुन्छ र हेल्प गर्नु पऱ्यो हो दाजुलाई अथवा भाइलाई भनिरहेको छ भने आउनुहोस्। मिसिन छ भने त्यो त छन्चे भए पनि मलाई हुन्छ। यसरी कुदाएर लान्छु यहाँ पुर्याएको साथी हो। उकाल्नु पऱ्यो यो परालको यसरी हेर्नुहोस् त। यसलाई माथि बेसी थाप्नु पर्ने लगाउनु पर्ने हो कि यो शिवजीले बसेको पर्वत जस्तो हुनाले उता हेरौँ त्यस्तै यता त्यस्तै गाडी देखिँदैन त्यस्तो छ। चिसो छ यस्तो फेरि खै के भन्नु यस्तो यो हेर्नुहोस् त बनाएको बाटोमा खुट्टामा बनाएको यो बाटै यहाँको हिउँले यो अनि कहीँ राख्ने ठाउँ छैन साथी हो। यो सबै अब सोधिसक्नुपर्छ सडक्कै। न भोलि बालबच्चाहरू स्कुल जान्छन् आफू काममा गइन्छ।
त्यस्तो भन्यो त्यसले गर्दा साथी म अब यता उल्टोपट्टि जानु पऱ्यो उता घर हेर्नु छ हजुरहरूले पनि साथी जोड्नु भएको थियो कहिले सम्झना आउँछ यो चाहिँ बाकुली छोपिएछ त अहिलेसम्म त कताबाट कता फ्याँकु कताबाट कता सोरु जस्तो भइरहेछ मलाई अब त कखर पसिना आउन थाले जस्तो है साथी त्यो हिजो तपाईँले सोरेर उयो भएकोले गर्दाखेरि होला होइन उयो चाहिँ यता सोरेको थिएन त्यही भएर त सजिलो हो साह्रै ठुलो हिउँ परेको छ है यता चाहिँ अमेरिकामा चाहिँ पुरा वार्निङै दिएको थियो 2 दिन 3 दिन त बाहिर ननिस्किनु भनेको थियो त्यस्तै नै चिसो पनि त्यस्तै छ काममा जाने साथीहरूलाई काममै सुत्नुपर्छ बेडको व्यवस्था गरिदिने हो सेफ्टी हुनुपर्छ बस्नुपर्छ भन्छ र मेरो यो 4 व्हिल भएर 4 व्हिल ट्र्याक्टरको ट्रक भएको कारणले गर्दा सक्छु होला भन्ने सोचेर गएँ तर ट्रकले त काम दियो गएँ तर दुःखै हुँदो रहेछ साथीहरू चिप्लो 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 भयो यो चाहिँ हाम्रो बरन्डामा हो हेर्नु कति छ हिउँ यस्तो खालको छ हाम्रो सानो नानीले यो हाम्रो सानो नानीले यहाँनिर खेलिरहेछ साह्रै ठुलो हिउँ परेको छ बरन्डा छ यो बरन्डामा हेर्नु नि सबै यो कहिले सोर्नु हो यत्रो छ यो हेर्नु त Rians. Ah! Don't throw this side. No. No. Yeah. भन्नुहुन्थ्यो बाबाहरूले भन्नुहुन्छ हो साथी हो
घरमै बसेर तातो सिरो कोरेर हेर्नुहोस् साथी मजाले मैले भिडियो देखाइदिएको छ छरछिमेकी इष्टमित्रले टिपेर सबैले हेर्नुहोस्